4 सर्भिसमा जर्सी नम्बर 1 दिवस ओली निर्मल ओलीको उत्कृष्ट स्पाइक सँगै पहिलो अङ्क लिएको छ परिवर्तन गाउँपालिका 4 निर्मल ओली लुम्बिनी प्रदेश स्तरीय मुख्यमन्त्री कप भर्खर मात्र सम्पन्न भएको थियो दाङमा उक्त प्रतियोगितामा रोल्पाको प्रतिनिधित्व गर्दै खेलेका खेलाडी हुन्। त्यसैगरी परिवर्तन गाउँपालिका 1 शेरबहादुर ओलीको यो उत्कृष्ट स्पाइक थियो निर्मल बुढामगर नेटमा भाइलेन्स गर्न पुगे अङ्क कुरेलीले पनि आफ्नो खातामा जोडेको छ पहिलो अङ्क स्कोर 1-1 निर्मल ओली पुनः उत्कृष्ट स्पाइक गर्दै आफ्नो टिमलाई अङ्क थपेका छन् स्कोर 2-1 सर्भिसमा जर्सी नम्बर 2 निर्मल बुढा सेटरको भूमिकामा खेल्ने गर्छन् उनी जर्सी नम्बर 2 निर्मल बुढा परिवर्तन 4 को कोचको भूमिकामा निकै नै अनुभवी गोविन्द ओली हुनुहुन्छ भने उत्कृष्ट सुशील महर मिडिल बोलरको रूपमा टिममा स्थान बनाएका छन् जर्सी नम्बर 8 सुशील महर सर्भिसमा लगातार निर्मल बुढा शेरबहादुर ओलीको यो पावरफुल स्पाइक निर्मल ओली बल क्रस गर्नेछन् त्यसपछि विराज र त्यसपछि उत्कृष्ट स्पाइक थियो लगातार निर्मल आफ्नो टिमलाई तेस्रो अङ्क दिलाएका छन् स्कोर 4-1 केही प्राविधिक कमजोरीका कारण यहाँ स्कोर बोर्डमा 1 अङ्क देखिएको छैन हजुरहरूले सहज पुनः प्रकार गराउनेछन् र अङ्क आफ्नो टिमका लागि थपेछन् स्कोर 5-1 सर्भिसमा लगातार चौथो पटक निर्मल बुढा जर्सी नम्बर 2 शेरबहादुर ओली टिम क्याप्टेन शेरबहादुर ओली प्रमुख खेलाडीको भूमिकामा छन् परिवर्तन 1 बाट र अपेक्षा अनुरूप आफ्नो टिमलाई अङ्क जोडेका छन् स्कोर 2-5 परिवर्तन गाउँपालिका 1-2 तर सर्भिस उपहार स्वरूप सुम्पेका छन् 1 अङ्क परिवर्तन गाउँपालिका 4 लाई सर्भिसमा निर्मल ओली एकअर्कालाई उपहार स्वरूप अङ्क प्रदान गरिरहेका छन् शेरबहादुर ओलीले परिवर्तन 4 लाई अङ्क प्रदान गरे र निर्मल ओली परिवर्तन 1 लाई उपहार स्वरूप अङ्क प्रदान गरेका छन् दुवैजना खेलाडीले एकअर्कालाई रोटेसनल फल भए पश्चात अङ्क परिवर्तन 1 ले प्राप्त गरेको छ लगातार दोस्रो पटक सर्भिस गर्नेछन् जर्सी नम्बर 2 नरेश रोकामगर शङ्करको उत्कृष्ट स्पाइक गरेका छन् परिवर्तन गाउँपालिका 4 का जर्सी नम्बर 6 फिट 1 इन्चको हाइट छ उनीसँग राष्ट्रिय टोलीमा पर्न पनि काफी छ 6 फिट 1 इन्चको हाइट छ दिवस ओलीको स्पाइक थियो
उत्कृष्ट ओम चन्द्र फर्स्ट टाइम आउट बाई परिवर्तन टाइम आउटको समाप्ति भएको छ। सर्भिसमा परिवर्तन गाउँपालिका 4 जर्सी नम्बर 8 सुशील मर। दर्शकको ध्यान यो पुरुष भलिबलको फाइनलले भन्दा कबड्डी महिला कबड्डी खेलले धेरै आकर्षित गरिरहेको छ। निकै नै रोमाञ्चक भइरहेको छ खेल। यदि तपाईँ कबड्डीको पार्क हुनुहुन्छ भने मैदानमा कबड्डी खेल भइरहेको छ त्यस पनि हेर्न सक्नुहुन्छ। सफल पनि भएका छन्। नेटमा फम्बल भएर बल परिवर्तन गाउँपालिका 1 को कोर्टमा गएको छ। स्कोर पुनः परिवर्तन गाउँपालिका 4 लाई स्कोर 10-4 6 अङ्कको अग्रगामी लिइसकेको छ परिवर्तन गाउँपालिका 4। सर्भिसमा सुशील महर जर्सी नम्बर 8 जुनियर लेभलबाट जिल्लाको प्रतिनिधित्व गर्दै खेलिसकेका छन्। जसरी ब्याककोटबाट आएर स्म्यास गरेका थिए र नेटमा फम्बल हुँदै बल पुनः परिवर्तन गाउँपालिका 1 की कोर्टमा झरेको छ। लगातार 2 अङ्क। सर्भिसमा पुनः सुशील महर जर्सी नम्बर 8 साबिक टौडा स्तरीय गेमहरू सुशील महर पूर्णिमा सांस्कृतिक विकास समूहबाट खेल्ने गर्छन्। लगातार सर्भिसमा सुशील महर जर्सी नम्बर 8 जुनियर लेभलबाट जिल्ला स्तरीय खेल पनि प्रतिनिधित्व गरिसकेका छन्। यहाँ रिसेप्सनमा के खेलाडी बीच कम्युनिकेसन जसको फाइदा परिवर्तन गाउँपालिका 4 ले अङ्क टोरी लम्ब्याएको छ 7 अङ्कको। यदि तपाईँहरूको मोबाइल हराएको छ भने 2वटा मोबाइल भेटिएको छ। यदि तपाईँहरूको मोबाइल कसैले हराउनु भएको छ भने मञ्चमा आएर सम्पर्क गरिदिनु होला आयोजकसँग। अर्जुन बुढामगर र ओम चन्द्र बुढामगरको यो निगलबन्दी ब्लक जसले राखेको छ। शेरबहादुर ओली ब्याक अट्याकको प्रयास थियो तर जालीबाट निकै तल प्रहार गरेका छन्। पुनः अङ्क सुम्पेका छन् परिवर्तन गाउँपालिका 4 मा निकै नै प्रतिस्पर्धात्मक अवस्थामा जितेको थियो परिवर्तन गाउँपालिका 4 तर विनिचाल ओम चन्द्र प्लेसमेन्ट थियो। जर्सी नम्बर 5 विवश ओली अन्ततः आफ्नो टिमलाई अङ्क दिलाएका छन्। निकै लामो समयपछि अङ्क थपेको छ परिवर्तन गाउँपालिका 1। लामो समयको खडेरी थियो अङ्कको। विवश ओलीले त्यो खडेरीको अन्त गरेका छन्। सर्भिसमा जर्सी नम्बर 6 सुनिल पुन स्पाइक उत्कृष्ट थियो। जर्सी नम्बर 5 सेटरको भूमिका छन् परमिन डाङ्गी। व्यक्तिगत रूपमा मलाई निकै नै मनपर्ने खेलाडी हुन् परमिन डाङ्गी। सेटरको भूमिकामा खेल्छन्। अवसर आएमा स्पाइक पनि गर्छन्। ब्लक त्यत्तिकै राम्रो छ। डिफेन्समा उत्तिकै अब्बल छन् परमिन डाङ्गी। ओम चन्द्र उत्कृष्ट स्पाइक तर पनि थियो सायद नेटमा ब्यालेन्स पनि थियो ओम चन्द्र बुढाको। फलस्वरूप अङ्क परिवर्तन गाउँपालिका 1 लाई। सर्भिसमा जर्सी नम्बर 6 गणेश कुमार प्लेसमेन्ट गरिदिएका थिए। अङ्क परिवर्तन गाउँपालिका 4 लाई। सर्भिसमा जर्सी नम्बर 6 अर्जुन बुढामगर। विनित लाल भनेर पनि चिनिन्छ उनलाई। समर्थकहरू विनित लाल भन्न रुचाउँछन्। ब्याककोटको डिफेन्स केही कमजोर हुन पुग्यो। निर्मल र अर्जुन थिए 2वटाको बिचबाटै बल देब्रो शङ्कर बुढा रिप्लेस गर्नेछन् अर्जुन बुढालाई। ओम चन्द्र यो पावरफुल स्पाइक शेरबहादुर ओली स्पाइक गरेका छन्। सुशील महर झुक्किन पुगे र अङ्क शेरबहादुर ओलीलाई उनको फ्रन्टकोटमा इन्ट्री भइसकेको छ र चहल पहल देख्न सक्छौँ।
सर्भिसमा प्रवीण दागी जर्सी नम्बर 5 सर्भिस गरेका छन्। लगातार अङ्क लिइरहेको छ परिवर्तन गाउँपालिका 1। कुनै बेला 11 अङ्कको अग्रता थियो परिवर्तन गाउँपालिका 4 सँग, तर अब भने मात्र 6 अङ्कको अग्रता। अङ्क दूरी छोटाइसकेको छ परिवर्तन गाउँपालिका 1। सहजै जित्न दिने मनस्थितिमा छैन परिवर्तन गाउँपालिका। लिग चरणको खेलमा निकै नै प्रतिस्पर्धात्मक अवस्थामा जितेको थियो परिवर्तन गाउँपालिका 4 ले। सुशीलको डिफेन्स यहाँ गणेश ब्याकअप गर्ने केही उत्कृष्ट डिफेन्स गरेका छन्। शेरबहादुर ओलीको स्पाइक र ओमचन्द्र गणेशको माथि पावरफुल स्पाइक गरेका छन्, तर ब्लकर छन् त्यहाँ। सुशील ब्याककोर्टको डिफेन्स सम्हालिरहेका छन्। गणेश अन्ततः टिमलाई अङ्क दिलाएका छन्। डबल ब्लक चिरफार गरेका छन् र अङ्क परिवर्तन गाउँपालिका 4 लाई स्कोर 17-10। सर्भिसमा गणेशको माथि आफै छन्। उपजेनेटरको रूपमा आएका थिए ओमचन्द्र र निर्मल बीच तालमेल मिल्न सकेको छैन सम्भवतः। तालमेलको कमजोरी देखिएको छ। मिल ब्लकर ओमचन्द्र र सेटर लाइन ब्यालेन्स गरेका थिए निर्मल ओली। कम्प्लेन गरिरहेका छन् सेटरसँग। बल उनको रिजभन्दा केही तल थियो। विवश ओली सर्भिसमा जर्सी नम्बर 1 परिवर्तन गाउँपालिकाबाट। टिम क्याप्टेन अझै पनि जति निर्मल बुढालाई हाइट चाहिन्थ्यो त्यति हाइटमा ओमचन्द्रले बल पाउन सकेनन् र लगातार नेटमा प्रहार गरेका छन् तेस्रो पटक। अन्ततः उनको हाइटमा आएको छ बल। उनले आफ्नो क्रिजमा भेटेका छन् र स्पाइक प्रहार गरेका छन्। सिग्नेचर स्पाइकका लागि चिनिन्छन् ओमचन्द्र बुढा, तर अझसम्म उनको सिग्नेचर स्पाइक हामीले देख्न सकेका छैनौँ। फर्स्ट लाइनमा अट्याक गर्ने गर्छन् उनी। निकै नै उत्कृष्ट मिडल ब्लकर। स्पाइकमा उत्तिकै अब्बल छन्, ब्लकरमा त्यत्तिकै र डिफेन्स सबैभन्दा बलियो पक्ष हो उनको डिफेन्स। ब्याककोर्टमा निकै नै उत्कृष्ट डिफेन्स गर्ने गर्छन् उनी र सिस्टमिक टाइपका लागि पनि परिचित छन् उनी। उनको डिफेन्सको टाइप गरिरहेको थियो, तर कुरेलीका स्पाइकर उनलाई छल्दै ब्याककोर्टमा भेटाउन सफल भयो ओमचन्द्रलाई। सर्भिसमा जर्सी नम्बर 3 उत्कृष्ट निकै नै उत्कृष्ट स्पाइक गरेका थिए, तर त्योभन्दा उत्कृष्ट डिफेन्स। ओमचन्द्र ब्याकरोबाट पनि अट्याक गर्ने गर्छन् उनी। यो सम्भवतः कमै हुन्छ। मिडल ब्लकरको भूमिकामा छन्, ब्याकरोबाट अट्याक गरिराख्छन्। सरप्राइज गरिदिएका छन् परिवर्तन गाउँपालिका 1 लाई। यो बिरलै मात्र हुने गर्छ। मिडल ब्लकरको भूमिकामा छन्, ब्याकरोबाट अट्याक गरिरहेका छन्। सर्भिसमा निर्मल बुढा मगर ब्लक गरेका छन्। शेरबहादुरसँगको हाइट त म्याच गर्न सकेका छैनन्, तर जुन प्रकारले जम्प लिने गर्छन् निर्मल, उनलाई ब्लक गरेका छन्। सर्भिसमा लगातार दोस्रो पटक निर्मल बुढा। स्पाइक, पावरफुल स्पाइक। सुशील र निर्मलको ब्लकलाई तोड्दै अङ्क प्राप्त गरेको छन्। अब भने ब्याककोर्टमा रहनेछन् शेरबहादुर ओली। फ्रन्टकोर्ट केही कमजोर हुनेछ। शेरबहादुर ओली ब्याककोर्टमा पसिसकेपछि फ्रन्टकोर्टमा अलिकति कमजोर हुनेछ। शङ्कर बुढा दुई चाल उत्कृष्ट स्पाइक थियो। बल सिधै बाहिरिएको थियो। शेरबहादुर ओली उपहार सुम्पियो परिवर्तन गाउँपालिका 4 लाई। सिधै परिवर्तन गाउँपालिका 4 को दिशा तय गरेको थियो विनित लालको स्पाइकले, तर बाधक बने शेरबहादुर ओली।
निर्मल ओलीको सर्भिस एस सर्भिसमा अङ्क प्राप्त गरेको छ परिवर्तन गाउँपालिका 4। डिफेन्सका लागि निकै बलियो मानेको परिवर्तन गाउँपालिका 1 लगातार डिफेन्समा 2वटा अङ्क सुम्पिएको छ परिवर्तन गाउँपालिका 4लाई। यदि यो सेटमा कमब्याक गर्न चाहन्छ र फाइनलमा कमब्याक गर्न चाहन्छ भने डिफेन्स सुधार गर्नुपर्ने हुन्छ परिवर्तन गाउँपालिका 4ले। सुशील बल क्रस गर्न चाहन्थे तर जालीबाधक बन्यो। सुशील महर भनिरहेका छन् पछाडिको भागमा प्लेस गर्न चाहन्थे तर सर्भिसमा यो सेट पोइन्ट रहेको छ 24-15 9 अङ्कको अग्रता। उत्कृष्ट जर्सी नम्बर 1 इन जर्सी नम्बर 6 आउट। ब्लेड चाललाई रिप्लेस गरेका छन् अनिल रोकामगर अब मैदानमा। आफ्नो दोस्रो रोजाको खेलाडी प्रयोग गर्न चाहन्छन् तर गणेश स्पाइक गरेका थिए क्रसकोट स्पाइक गरेका थिए तल बल लाइनभन्दा बाहिर थियो। सर्भिसमा जर्सी नम्बर 2 नरेश रोकामगर। सुशील महर लगातार तारिफ गरिरहेको छु मैले। यो पहिलो सेट 17 का विरुद्ध 24 अङ्क ल्याउँदै परिवर्तन गाउँपालिका 4ले पहिलो सेट सहजै आफ्नो हात पारेको छ। अब 2 सेट हात पार्नुपर्ने छ भने परिवर्तन गाउँपालिका 1ले 3 सेट जित्न पर्नेछ। विराट बुढामगर जर्सी नम्बर 12 लिबेरोको भूमिकामा छन्। निकै नै राम्रो लिबेरो यस प्रतियोगितामा एकजना हेर्न लायक लिबेरो। क्विक स्पाइकको प्रयास थियो तर जालीबाधक बनेसँगै परिवर्तन गाउँपालिका 4 जहाँबाट खेल छोडेको थियो त्यहीबाट सुरु गरेको छ। सेटर प्रवीण दागी आफ्नो टिममेटहरूलाई केही सिकाइरहेका छन्। सायद उनी खेलाडीको पर्फर्मेन्सबाट सन्तुष्ट छैनन्। अहिले भने उत्कृष्ट स्पाइक गरेका छन्। प्रवीण दागी मैले अघि पनि कुरा गरिसकेँ व्यक्तिगत रूपमा निकै नै मनपर्ने खेलाडी हुन् मेरो लागि। जुन प्रकारको सेटअप उनले गर्छन् त्योभन्दा उत्कृष्ट उनको ब्लक र डिफेन्स। हाइट पनि छ उनीसँग जम्प पनि छ। ओम चन्द्र बुढा अब उनी फर्ममा आउँदैछन्। यदि परिवर्तन गाउँपालिका 4लाई रोक्न चाहन्छ भने ओम चन्द्र र निर्मलको जोडीलाई रोक्न पर्ने हुन्छ तर यहाँ 101 अब्बल खेलाडी छन्। निकै नै रोमाञ्चक भइरहेको छ कबड्डी प्रतियोगिता। डाइभिङको फ्रन्ट प्रयोग गर्न सक्थे शङ्कर बुढा तर ओम चन्द्र र शङ्कर बिचको केही कम्युनिकेसन इररका कारण बल डिफेन्स हुन सकेन। सर्भिसमा जर्सी नम्बर 4 शेरबहादुर ओली निकै नै चर्चित खेलाडी हुन् परिवर्तन गाउँपालिका 1 का। जुन हाइटबाट उनले प्रहार गर्छन् र जुन इनर्जीका साथ उनले खेलहरू खेल्ने गर्छन् त्यो इनर्जी लुट गर्न गाह्रो छ। शेरबहादुर ओली जर्सी नम्बर 4 मेन प्लेयर पनि हुन् परिवर्तन गाउँपालिकाको। सुशील महर उत्कृष्ट स्पाइक गरेका छन् र अङ्क दिलाएका छन् परिवर्तन गाउँपालिका 3 बराबर पुगेर आउनुहोस् तपाईँहरू। सर्भिसमा जर्सी नम्बर 2 निर्मल बुढा अर्जुन बुढाको फ्रन्ट लाइनमा इन्ट्री भएको छ। ब्लक बलियो हुनेछ अब। निर्मल ओली उत्कृष्ट स्पाइक
ब्लकरहरूले पत्तै पाउन सकेनन् कहाँबाट उनले प्रहार गर्यो भनेर। सिधै बल गएर ब्याककोर्टमा ठोकियो, ब्याककोर्टमा र अङ्क दिलाएर गयो परिवर्तन गाउँपालिका 4लाई। र कुनै बेला 1 अङ्क पछाडि रहेको परिवर्तन गाउँपालिका 4 अब भने 1 अङ्कको अग्रतामा गइसकेको छ। उत्कृष्ट ओमचन्द्र बुढाले उत्कृष्ट डिफेन्स गरेका छन्, छोडिसकेका थिए। ब्लक आउट। यो रणनीति अपनाउनु पर्नेछ परिवर्तन गाउँपालिका 1ले यदि परिवर्तन गाउँपालिका 4लाई रोक्न चाहन्छ भने। ब्लकर त निकै नै माथि छ, ब्लकरको रिच। यदि परिवर्तन गाउँपालिका 1 खेल जित्न चाहन्छ भने निर्मल ओली ट्रिपल ब्लक तोडफोड गरिदिएका छन्, हताभङ्ग पारेका छन्। जुन पावर जेनरेट गर्छन् उनले। सर्भिसमा निर्मल दिवस जर्सी नम्बर 1 डेड ब्लक। फ्रन्ट रो मजबुत भएको छ। सुशील महर, अर्जुन बुढा र गणेशको माथिको फ्रन्ट रोमा मैले जे भनेको थिएँ त्यही गर्न चाहन्थेँ। दिवस ब्लक आउट गर्न चाहन्थे तर बल र हातबिच कुनै सम्पर्कै हुन सकेन र जर्सी नम्बर 1 आउट। जर्सी नम्बर 18 जुन प्रकारको लगातार 2 अङ्क प्रदान गरेका थिए त्यसपछि दिवसलाई बेन्चमा राखिएको थियो। तर यहाँ भने निर्मलको सर्भिस इरर। यदि तपाईँ कम्फर्टेबल पोजिसनमा हुनुहुन्छ भने पनि यस्तो मिस्टेकहरू चाहिँ क्षमायोग्य छैन। गणेश उत्कृष्ट गरेका छन्, उनले जानेको यही छ, ब्लक आउट गर्छन्। यदि ब्लकको रिच धेरै छ भने, यदि ब्लकको रिच थोरै छ भने उनी कोर्टमै प्रहार गर्छन्। सुशील महर एङ्गलमा केही समस्या देखिएको छ। कोच गोविन्द ओली कुल छन्, उनलाई कुनै आवश्यकता छैन तनाव लिन। उनको टिमले राम्रो गरिरहेको छ। फेरि पनि सेटर र स्पाइकर बिच समन्वय हुन सकेन। उनले चाहेको रिसभन्दा केही माथि थियो बल र भेटाउन सकेनन्। सर्भिसमा सुशील अब भने उनको रिसमा सफल। तर ओमचन्द्र जुन प्रकारका ब्लकर हुन्, जुन प्रकारको उनीसँग रिच छ, पहिलो टाइम आउट लिएको छ परिवर्तन गाउँपालिका 1ले। नतिजा पनि प्राप्त भएको छ। कम्युनिकेसन एरर भएको छ परिवर्तन गाउँपालिका 4मा र अङ्क परिवर्तन गाउँपालिका 1ले लामो समयपछि अङ्क प्राप्त गरेको छ। जुन अङ्कको खडेरी थियो त्यो अन्त्य गरेको छ। सर्भिसमा जर्सी नम्बर 5 उत्कृष्ट ब्याककोर्टमा भेटेका छन्। सायद विराज बुढा मगर थिए लिब्रो, जुन निकै नै उत्कृष्ट छन्। आउट भनेर छोडिदिएका थिए तर भाग्यले विनित लाललाई साथ दियो। बल लाइन इन थियो। सर्भिसमा विनित लाल, फ्रन्ट कोर्टमा शेरबहादुर छन् र यो प्रकारको स्पाइक शेरबहादुर ओलीको फ्रन्ट लाइनमा इन्ट्री भइसकेपछि यो प्रकारको स्पाइकको अपेक्षा हुन्छ दर्शकलाई। सर्भिसमा जर्सी नम्बर 8 रबिन झाँक्री, ओमचन्द्र उत्कृष्ट प्लेसमेन्ट गरेका छन्। जुन रिचबाट उनले प्लेसमेन्ट गरेका छन् शङ्करले कुनै पत्तो पाएनन्। नेट रियाक्सन गरे उनले, बल त भुइँमा झरिसकेको थियो। सर्भिसमा पुनः जर्सी नम्बर 8 अङ्क पनि 8-11। गणेश, शेरबहादुर ओली
निर्मल क्रस गर्नेछन् गणेश शेरबहादुर भएको छ तर सुशील मगर बल क्रस गर्नेछन् अब चान्स बल शेरबहादुर प्लेसमेन्ट गर्थे तर यो ठुलो मिस्टेक यति लामो र्यालीको यसरी दुःखद अन्त्य यो परिवर्तन गाउँपालिका 1 चाहन्न थियो निकै नै लामो र्याली चलेको थियो र यो गल्ती केही महँगो पर्न सक्छ जर्सी नम्बर 3 आउट जर्सी नम्बर 17 भर्खरै मात्र मिस्टेक गरेका थिए उनलाई तुरुन्तै रिप्लेस गरे टिम कोच निर्मल क्रस गर्नेछन् बल उत्कृष्ट सुशील मगरको उत्कृष्ट डिफेन्स निर्मल विराज प्रवीण उत्कृष्ट स्पाइक तर आउट मिठो आउट राइट हुनुपर्ने बल आउट भएको छ यदि यो बल राइट हुन्थ्यो भने दर्शकले इन्जोय गर्ने थिए मिठो आउट भएको छ यहाँ सर्भिसमा जर्सी नम्बर 7 गणेश कुमाकी सुशील र गणेश घरेलु प्रतियोगिताहरू एउटै टिमबाट खेल्ने गर्दछन् पूर्णिमा सांस्कृतिक युवा क्लबबाट ओमचन्द्रको डिफेन्स निर्मल उनले लगातार दोस्रो पटक गोल गरिसकेका छन् जुन प्रकारको उनीसँग हाइट छ त्यस्तो निकै नै उत्कृष्ट थियो तर निर्मल ओलीलाई रोक्ने कुनै हतियार छैन परिवर्तन गाउँपालिका 1 सँग लगातार प्रहार गरिरहेका छन् र प्रत्येक प्रहारमा अङ्क प्राप्त गरिरहेका छन् जर्सी नम्बर 4 निर्मल ओली लुम्बिनी प्रदेश स्तरीय मुख्यमन्त्री कपमा पनि सहभागिता थियो उनको रोल्पाको प्रतिनिधित्व गर्दै उत्कृष्ट स्पाइक निकै नै अभागी साबित भयो यहाँ 4 टच बल भयो बल त क्रस भएर अपोजिट कोर्टमा गइसकेको थियो तर फेरि फर्केर आफ्नै कोर्टमा आयो केही अभागी साबित भयो यहाँ गणेश शङ्करको उत्कृष्ट डिफेन्स ओमचन्द्र यहाँ हाइट र सुशील गणेश सुशीलले प्रहार गरेका छन् विराजको डिफेन्स र प्लेसमेन्ट ओमचन्द्र गण्डकी प्रदेशको विवास हालेर हिमाल सुनारीको झल्को मेटाउने खेल प्रस्तुत गरेका छन् यहाँ जुन प्रकारको हाइट निर्मलसँग छ जुन प्रकारको हाइट ओमचन्द्रसँग छ मिनी विवास र मिनी हिमाल भन्न सक्छौँ हामी स्पाइक थियो तर ओमचन्द्रको 90 गरिदिएका छन् ओमचन्द्र आज निकै नै उत्कृष्ट प्रदर्शन गरेका छन् डिफेन्समा निकै उत्कृष्ट गरेका छन् स्पाइकमा त्यस्तै आज दिन्छ उनको जर्सी नम्बर 7 प्लेसमेन्ट उत्कृष्ट प्लेसमेन्ट जर्सी नम्बर 7 शेरबहादुर खत्री जर्सी नम्बर 7 उत्कृष्ट प्लेसमेन्ट गरेर आफ्नो टिमलाई अङ्क दिलाएका छन् अङ्क 9-17 निकै नै राम्रो अग्रता बनाइसकेको छ 8 अङ्क ओमचन्द्र आज उनले के देखाइरहेका छन् उनी हुन् मिडल ब्लकर तर अपोजिटबाट हिट गरेका छन् उनले त्यो पनि सेमी ओपन बल क्विक बल होइन सेमी ओपन बल स्ट्राइक गरेका छन् सरप्राइज दिइरहेका छन् लगातार परिवर्तन गाउँपालिका 1 लाई तर सर्भिस भने इरर यस्तो प्रकारको सर्भिस इरर जुनसुकै टिमको पनि हुन्छ भने म त्यसको विरोधमा नै हुनेछु सर्भिस भनेको बेसिक हो भन्दै थियो शेरबहादुर ओली उनीले आज फ्रन्टमा रहेर लिड गर्नु पर्थ्यो तर लगातार दोस्रो पटक सर्भिस इरर गरेका छन् सर्भिसमा जर्सी नम्बर 2 निर्मल बुढा सर्भिस भनेको बेसिक हो यदि बेसिक बिग्रिन्छ भने झुम्किन पुगे निर्मल र सरी ओमचन्द्र र गणेश ओमचन्द्र रिसाउँदै थिए निर्मलसँग सरी गणेशसँग सर्भिसमा जर्सी नम्बर 2
नरेश रोकामगर शङ्करको डिफेन्स निर्मल उनलाई आज कसले रोक्ने कसरी रोक्ने कुनै हत्तो पत्तो छैन केही न केही त रणनीति बनाउनु पर्छ निर्मललाई रोक्नलाई सर्भिसमा पनि हुनेछन् कम्प्युटर सर्भिस गरेका छन् शेरबहादुर ओली अब त सबैले प्रहार गर्दैछन् गणेश कुमारले आफूलाई प्रमाणित गर्ने प्रयास गरिरहेका छन् तेजबहादुर ओली थिए उनी टिममा थिएनन् आज तेजबहादुर ओली छैनन् उनको कमी महसुस हुन दिएका छैनन् उनीभन्दा बढी नै गर्ने चाहना छ उनीसँग अङ्क भने परिवर्तन गाउँपालिका 4 लाई स्कोर 21-11 जुन कुराको म सधैँ विरोधी छु सर्भिस हिरर पटक पटक त्यही गरिरहेका छन् खेलाडीहरू सर्भिसमा जर्सी नम्बर 6 स्कोर परिवर्तन गाउँपालिका 1 लाई स्कोर 12-21 सुशील अल्फा स्पोर्ट ट्रेनिङ सेन्टरमा ट्रेनरको भूमिका उत्कृष्ट रहेको छ सुशील महर अल्फा स्पोर्ट ट्रेनिङ सेन्टरमा भलिबल ट्रेनरको रूपमा काम गर्छन् डाङघोराइमा उत्कृष्ट स्ट्राइक गरेका छन् निर्मलले सरप्राइज गरिरहेको छ कुनै जवाब छैन परिवर्तन गाउँपालिका 1 सँग जो स्कोरले पनि बताइरहेको छ धेरै जोडले बताइरहेको छ प्रयास गर्न छ सुशीलको डिफेन्स ब्याकबाट अट्याक गरेका थिए ओमचन्द्र लगातार ब्लकमा प्रयोग गरी 90 डेड ब्लक झारेका छन् र अङ्क 24-12 सेट पोइन्ट अब 1 पोइन्ट लिन्छ भने यो दोस्रो सेट पनि परिवर्तन गाउँपालिका 4 आफ्नो हात पार्ने यो सेट पोइन्ट भने जोगाएको छ परिवर्तन गाउँपालिका 1 सर्भिसमा माई फेभरेट जर्सी नम्बर 5 परविन डागी विनित लाल शेरबहादुर ओली पावरफुल स्पाइक उत्कृष्ट प्लेसमेन्ट जर्सी नम्बर 7 शेरबहादुर खत्री शेरबहादुर ओली फ्रन्ट कोर्टमा शेरबहादुर ओली र शेरबहादुर खत्री यो कस्तो संयोग एकै टिमका 2 जना खेलाडी 2 जनै फ्रन्ट रोमा छन् गणेश प्रयास थियो तर सन्तोष जर्सी नम्बर 3 भर्खर मात्र मैदान प्रवेश गरेका हुन् मिडल ब्लकरको रूपमा टिममा स्थान बनाएका छन् ओमचन्द्र डाङ्गीलाई रिप्लेस गरेका छन् गोविन्द ओली आफ्नो दोस्रो रोजाइका खेलाडीहरू विनित लाल जुन प्रकारको उनीसँग हाइट छ शेरबहादुर ओली उनले त प्रयास गरिरहेका छन् लगातार अङ्क दिलाएका छन् आफ्नो टिमलाई उनी फ्रन्ट रोमा आएदेखि फ्रन्ट कोर्टमा आएदेखि लगातार अङ्क परिवर्तन गाउँपालिका 1 ले प्राप्त गरिरहेको छ तर निकै नै ढिला भइसकेको छ 24-16 अब भने गणेश कुमाकी तर ब्लक गरेको छ यहाँ ब्याकबाट आउनेछन् यदि फ्रन्ट लाइनबाट काम हुँदैन भने निर्मल ओली छँदैछन् ब्याक लाइनबाट अट्याक गर्नको लागि निर्मल आज निकै नै उत्कृष्ट फर्ममा छन् आफ्नो हात पार्नुपर्ने छ यदि भलिबल तर्फको गोल्ड मेडल आफ्नो हात पार्न चाहन्छ भने
शरीरमा देखिएको छ विराट बुढा मगर लिब्रोको भूमिकामा खेलिसकेका थिए स्पाइकरको भूमिकामा खेल्न चाहन्थे तर नियम सम्बद्ध यो लिगल छैन उनले लिब्रोको भूमिकामा खेल्नुपर्नेछ परिवर्तन गाउँपालिकाको तेस्रो अध्यक्षको प्रतियोगिता विभिन्न विधाहरू अन्तर्गत पुरुष भलिबल तर्फको फाइनल खेल परिवर्तन गाउँपालिका 1 भर्सेस परिवर्तन गाउँपालिका 4 बीच भइरहेको छ विराट लिब्रोको भूमिकामा छन् स्पाइकरको भूमिकामा खेल्न चाहन्थे तर भलिबलको नियमअनुसार त्यो इलिगल भएको विश्वास भएको थियो कोचबाट त्यो अस्वीकार गरिदिएका छन् मेन रेफ्री पशुपति गर्दी सर्भिसमा ओमचन्द्र बुढा जुन प्रकारको खेल उनले प्रदर्शन गरेका छन् झिल्के विकेटको रूपमा पनि चिनिन्छन् उनी निकै नै समर्थकहरू आज उनको अदामा फिदा हुनेछन् धेरै फोन कलहरू आउनेछन् आज फोन त आज सबैलाई आउँछ निर्मल ओलीलाई पनि आउँछ गणेश जालीभन्दा निकै नै तल प्रहार गरेका थिए पहिलो अङ्क परिवर्तन गाउँपालिका 1 लाई सर्भिसमा जर्सी नम्बर 3 सञ्जीव ओली शङ्कर निर्मल पृष्ठ स्पाइक उनी रोकिन्नर फोन कल त आज उनलाई पनि आउनेछ बेलुका समर्थन धेरै बनाइसकेका छन् परिवर्तन गाउँपालिकामा चर्चित छन् भलिबलका लागि उनी जुन प्रकारको सुन्दरता उनले प्राप्त गरेका छन् समर्थक निकै बटुलेका छन् गणेश गुड डिसिजन गणेशको माथि सहजै जज गरे कम्युनिकेसन इरर भएको छ परिवर्तन गाउँपालिका 1 मा खेलाडीको बडी ल्याङ्ग्वेज पनि बाट पनि देख्न सक्छौँ हामी कम्युनिकेसन इरर फेरि पनि कम्युनिकेसन इरर दुईजना खेलाडी बीच यो बल कसरी रिसिभ गर्ने भन्ने नै जब तपाईहरुको दिन हुँदैन यस्ता इररहरू देखिरहेछन् जुन प्रकार सेमिफाइनलमा परिवर्तन गाउँपालिका 5 लाई हराएर आएको थियो कुरेली यो प्रकारको प्रतियोगिता खेल अपेक्षा गरेको थिएन दर्शकले तर खेल हो यसपछि पनि धेरै खेल बाँकी छ उत्कृष्ट पुनरागमन गर्न चाहनुपर्नेछ परिवर्तन गाउँपालिका 1 शेरबहादुर निर्मल अन्त त उनलाई ब्लक गरेको छ र अङ्क पनि प्राप्त गरेको छ यही नै हो परिवर्तन गाउँपालिका 4 लाई रोक्ने कडी यदि निर्मल ओलीलाई रोक्न सक्छ भने परिवर्तन गाउँपालिका 1 केही कम्पिटिटिभ बन्न सक्छ यस खेलमा र जुन भर्खरै मात्र गरेको छ सर्भिसमा परबिन डागी लाइनमा ब्यालेन्स गरेका छन् उनको रिसभन्दा बल केही तल थियो र उनी आफूलाई रोक्न नसक्दा विपरीतको कोर्टमा गएका छन् अब दर्शक झुम्बुराएको छ विनितल लगातार उत्कृष्ट ब्लक थियो तर फर्स्ट रेफ्री पशुपति घरतीको यो ब्लक आउटको इशारा अङ्क परिवर्तन गाउँपालिका 4 लाई स्कोर 4-5 उत्कृष्ट केही गर्नुपर्ने छ परिवर्तन गाउँपालिका 1 ले
खेल अझै धेरै बाँकी छ, पुनरागमन गर्न सक्छ। बराबरी छ, 2 सेट परिवर्तन गाउँपालिका 4 लिइसकेको छ। यदि अब 2 अङ्क सुशील उत्कृष्ट स्पाइक थियो, टप लाइनमा नै प्रहार गरेका थिए, तर मिठो ब्लक, सरी मिठो आउट। सर्भिसमा जर्सी नम्बर 7 शेरबहादुर खत्री, शङ्कर, सुशील। अब भने गल्ती दोहोऱ्याउने छैनन्। शेरबहादुर ओलीलाई निस्तेज पार्दै अङ्क परिवर्तन गाउँपालिका 4 का। सर्भिसमा सुशील मर जिन्ते क्विकरको फ्रन्ट रोमा इन्ट्री भइसकेको छ। फ्रन्ट कोर्टमा जर्सी नम्बर 1 ओमचन्द्र, ओमचन्द्र उनले प्रयास गरेका छन् र अरूलाई हराउँछन् पनि। सर्भिसमा लगातार जर्सी नम्बर 7 सरी जर्सी नम्बर 6 सुनिल कुन, उत्कृष्ट निकै राम्रो ब्लक। शेरबहादुर ओली उत्कृष्ट स्पाइक थियो, तर फर्स्ट रेफ्री पशुपति घरतीको इसारा बल जाली क्रस भएको थिएन। सर्भिस इरर अर्जुन बुढा, बेसिकमा इरर, कम्पिटेटिभ गेममा यस्तो इरर मान्ने छैन। सर्भिसमा जर्सी नम्बर 4 शेरबहादुर ओली, परिवर्तन गाउँपालिका 1 को खम्बा लगातार उनीबाट सर्भिस इरर भइरहेको छ। मैले पटक बारम्बार भनिरहेको छु, उनको लगातार सर्भिसमा इरर भइरहेको छ। सर्भिस भनेको भलिबलको बेसिक बिगार्नुहुन्छ भने धेरै अपेक्षा नराख्दा हुन्छ खेलमा। विवश पुल गरेका छन् जुन टिमलाई आवश्यक थियो। निकै नै माथि थियो ब्लकरहरूको, उनले गर्नुपर्ने यही छ, ब्लक आउट। यो नै हो उनले गर्नुपर्ने। रोटेसनल फल यो प्रकारको गल्ती परिवर्तन 4बाट गोविन्द ओली जस्तो कोच भएको ठाउँमा यो अपेक्षा दर्शकबाट हुँदैन। रोटेसनल फल दोस्रो पटक रोटेसनल फल गरेको छ परिवर्तन गाउँपालिका 4 ले। परविन जुन प्रकारको उनी सेटर छन्, परिवर्तन गाउँपालिका 1 जुन प्रकारको डिफेन्स गरेको छ। शङ्कर, ओमचन्द्र, शङ्कर, सरी शेरबहादुर, परिवर्तन गाउँपालिका 1 अब भने कम्ब्याक गर्ने अङ्क पनि 2 अङ्कको अर्हता बनाइसकेको छ, सरी 3 अङ्कको। 11-8 भइसकेको छ यो तेस्रो सेटमा। दिवस सर्भिसमा यदि तपाईँ बगिरहेको पानीमा हात दिनुहुन्छ भने त्यसलाई महानता मान्न सकिन्न। यस्तो अवस्थामा यदि ओपोनेन्टको स्कोर बढी छ, अब तपाईँले स्कोर गर्नुपर्ने हुन्छ, अनि बल्ल तपाईँ खेलाउने हुनुहुन्छ। यो पहिलो टाइम आउट दबाबमा राखेको छ परिवर्तन गाउँपालिका 1 ले पहिलो पटक। अहिलेसम्म त हामी मात्र दर्शक थियो, अब हुन्छ समर्थक। निर्मल तर यहाँ भाइलेन्स गरिसकेका छन्। निर्मलले स्पाइक पनि गरेका थिए। सर्भिसमा जर्सी नम्बर 1 ओमचन्द्र बुढा, 9-12 स्पाइक, तर सुशील महरलाई पार गर्न मुस्किल पर्नेछ। जुन प्रकारको रिच उनीसँग छ, जुन प्रकारको ब्लक उनी गर्छन्, उनलाई पार गर्ने हो भने निकै नै मेहनत गर्नुपर्छ। सुशील, निर्मल, विराट उत्कृष्ट डिफेन्स गरेका छन् र
र बल पनि क्रस गरिन्छ विराज बुढा मन परेको लिबोन सुशील उत्कृष्ट स्पाइक सुशील महल बडी ल्याङ्ग्वेज सुशील महलको सर्भिसमा जर्सी नम्बर 1 ओमचन्द्र बुढा शेरबहादुर ओलीको डिफेन्स र यो उत्कृष्ट स्पाइक आउटतर्फ थियो परिवर्तन गाउँपालिका 1 को तयारी गरेको थियो यो बलले तर ओमचन्द्र बुढा फेरि अझै लम्ब्याउन चाहन्छ सर्भिसमा जर्सी नम्बर 3 सञ्जीव ओली गणेशको परविन दागी अङ्क दिलाएका छन् परविन दागीको मैले तारिफ गरिसकेको छु स्पाइक पनि गर्छन् उनी जुन प्रकारको हाइट उनीसँग छ सम्भवतः परिवर्तन गाउँपालिकाको कुनै पनि सेटरसँग यो प्रकारको हाइट छैन जुन प्रकारको बल डिस्ट्रिब्युट गर्छन् स्ट्राइकरहरूलाई उनले नेटमा भाइलेन्स गर्न पुगे 3 अङ्कको अग्रता बनाएको छ फेरि परिवर्तन गाउँपालिका 1 15-12 यो तेस्रो सेटमा आएर केही प्रयास गरेको छ परिवर्तन गाउँपालिका 1 प्रयास होइन अङ्क नै अग्रता बनाएको छ 3 अङ्कको अग्रता लगातार भइरहेको छ परिवर्तन गाउँपालिका 4 पछ्याइरहेको छ परिवर्तन गाउँपालिका 3 अग्रता बनाइरहेको छ परविन सर्भिस पनि निर्मल सर्भिस यो स्पाइक आउट अङ्क परिवर्तन गाउँपालिका 1 अब दर्शक जोर उडाउने छन् 4 अङ्कको अग्रता परिवर्तन गाउँपालिका 1 ले बनाइसकेको छ सर्भिसमा जर्सी नम्बर 5 परविन विनित लाल अर्जुन बुढा हो उनको नाम तर समर्थकहरू विनित लाल भनेर चिन्छन् सर्भिसमा जर्सी नम्बर 4 निर्मल समर्थकले उनलाई अर्को नामले पनि बोलाउँछन् निकै नै उत्कृष्ट स्पाइक थियो गणेश विराज परविन अब उनले शेरबहादुर ओलीले जुन प्रकारको स्पाइक गरेका छन् लगातार अङ्क परिवर्तन कमब्याक गर्न चाहन्छ 2 सेट सहजै गुमाएको थियो परिवर्तन गाउँपालिका 1 त्यसै हार मान्ने होइन लीग चरणमा निकै प्रतिस्पर्धात्मक अवस्थामा जितेको थियो परिवर्तन गाउँपालिका 1 ले जुन प्रकारको बल उठाएका छन् यो अङ्क त परविनको नाममा हुनुपर्छ दसैँ पनि अन्ततः यति रोमाञ्चक र्याली के भएन यहाँ प्लेसमेन्ट भयो ब्लक भयो सुपर स्पाइकहरू भयो तर अन्ततः अङ्क ब्लक आउटको माध्यमबाट परिवर्तन गाउँपालिका 4 ले हासिल गरेको छ सुपर स्टार र्याली यस प्रतियोगिताको सबैभन्दा उत्कृष्ट र्याली सबै थियो यहाँ रोमाञ्चक थियो रिलिङ थियो गरेका छन् अब त उनी पनि स्कोर 5 अङ्कको अग्रता बनाइसकेको छ परिवर्तन गाउँपालिका 19-14 सर्भिसमा जर्सी नम्बर 8 निकै नै उत्कृष्ट स्पाइक गरेका छन् फाइनलमा आएर चलेका छन् उनी फर्ममा आएका छन् जुन प्रकारको आइसकेको छ 6 फिट 1 इन्च आफ्नो उचाइको सदुपयोग गरेका छन् लगातार 2 अङ्क शेरबहादुर ओली यहाँ भने केही फितलो प्रयास गरे
शेरबहादुर अनस्टेपेबल ओमचन्द्र बुढा जिल्के क्विकर जिल्के स्पाइकर ब्लकमा केही बलियो खेल्न चाहन्छन् गोविन्द ओली गोविन्द ओली प्रेसरमा छन् भने गोविन्द ओली केही नयाँ प्रयास गरेका छन् यहाँ ब्लक बलियो गर्न चाहन्छन् किनकि शेरबहादुर ओली फ्रन्ट लाइनमा छन् जुन प्रकारको बल डिस्ट्रिब्युट गरेका थिए सबै ब्लकरहरू शेरबहादुरका लागि कमिट भइसकेका थिए परविन त्यसैमा फेभरेट होइनन् स्पाइकरले यहाँ केही गल्ती गरे त्यसमा परविनको दोष छैन ब्लकरहरू सबै शेरबहादुरका लागि कमिट भइसकेका थिए तर उनले स्पाइकरलाई खेलाए गणेश गरेका थिए अब निर्मल भित्र आउनेछ किनभने उनले गर्नुपर्नेछ सेटअप स्कोर 20-17 3 अङ्कको अग्रतामा परिवर्तन गाउँपालिका 1 सर्भिसमा शेरबहादुर ओली दिलाएका छन् आफ्नो टिमको लागि उत्कृष्ट छ सबैको निकै नै भरपर्दो स्पाइकर थिए अहिले पनि त्यो फर्ममा छन् उनी गणेश स्पाइकरका थिए तर अङ्क परिवर्तन गाउँपालिका 1 लाई 22-17 तयारको समाप्ति भइसकेको छ 5 अङ्कको अग्रता बनाइसकेको छ यो अन्तिम अवस्थामा रोमचन्द्र आज लगातार प्रभावकारी भइरहेका छन् 18-22 छुट्याएको छ परिवर्तन गाउँपालिका 4 यो पहिलो सेट यो तेस्रो सेट जित्नको लागि परिवर्तन गाउँपालिका 3 लाई गरेका छन् परिवर्तन गाउँपालिका 4 का 4 नम्बर खेलाडी निर्मल ओली निर्मल ओली ब्याक रोमा प्लेसमेन्ट गर्न चाहन्थे तर उनले लाइनमा ब्यालेन्स गरिसकेका थिए ओमचन्द्र उत्कृष्ट निकै नै उत्कृष्ट स्पाइक गरेका छन् ओमचन्द्र बुढा 3 अङ्कको अग्रता अब परिवर्तन गाउँपालिका 1 सँग 20-23 सर्भिसमा जर्सी नम्बर 1 ओमचन्द्र सेट पोइन्टमा परिवर्तन गाउँपालिका 1 अब भने खेल रोमाञ्चक हुनेछ पहिलो सेट जित्न उन्मुख परिवर्तन गाउँपालिका 1 निकै नै उत्कृष्ट कमब्याक गरेको छ परिवर्तन गाउँपालिका 1 ले उत्कृष्ट निर्मल लगातार प्रयास गरिरहेका छन् यो पहिलो सेट पोइन्ट बचाएका छन् 21-24 को अङ्क परिवर्तन गाउँपालिका 1 लाई परिवर्तन गाउँपालिका 4 ले 24 अङ्क बनाउनु पहिल्यै 25 बनाउनु पर्नेछ हैन भने फेरि खेलमा
निर्मल ओली 22-24 सर्भिसमा लगातार जर्सी नम्बर 2 निर्मल ओली पार गरेका छन्। निर्मल बेला सर्भिस सफल भएको छ। परिवर्तन गाउँपालिका यो चौथो सेट अहिलेसम्म सम्पन्न। परिवर्तन गाउँपालिका 4 2 सेट आफ्नो हात पारेको छ भने परिवर्तन गाउँपालिका 1 सेट हात पारेको छ। यो चौथो सेट सर्भिसमा जर्सी नम्बर 7 गणेश कुमारी ओमचन्द्र अङ्क दिलाएका छन् अवस्थाका लागि। सर्भिसमा जर्सी नम्बर 7 उत्कृष्ट निकै नै उत्कृष्ट स्पाइक ओमचन्द्र क्रस गर्न चाहन्थे तर त्यहाँ निर्मलले बुझिसकेका थिए उनको मुभ पुरा ब्लक गरेका छन्। अन्त परिवर्तन गाउँपालिका 4 लाई स्कोर 2-0। जर्सी नम्बर 2 नरेश रोकामगर परिवर्तन 4 को ब्लकलाई निस्तेज पारेका छन्। निर्मल ओली उत्कृष्ट निकै नै उत्कृष्ट जर्सी नम्बर 4 सर्भिसमा जर्सी नम्बर 1 ओमचन्द्र यो उत्कृष्ट त्यति नै राम्रो बचाउ। शेरबहादुर फ्रन्टकोटमा इन्ट्री भइसकेको छ। अब आउनेछ चहल पहल। अबदेखि हुने चाहिँ उत्कृष्ट स्पाइक। निर्मल उत्कृष्ट स्पाइक गरेका छन्। विराजले प्रयास गरेका थिए तर सर्भिसमा जर्सी नम्बर 2 निर्मल उत्कृष्ट निकै नै उत्कृष्ट स्पाइक गरेका थिए। निर्मल निकै नै राम्रो डिफेन्स त्यहाँ विवास ओलीको यस्तै र त्यसको रिवार्ड पनि पाएका छन्। विवास ओलीले जुन प्रकारको डिफेन्स गरेका थिए अङ्क प्राप्त गरेको छ। परिवर्तन गाउँपालिका 3 स्कोर 3-4। परिवर्तन गाउँपालिका 1-3 परिवर्तन गाउँपालिका 4-4। दिवस शेरबहादुर
गणेश निर्मल सुशील उत्कृष्ट निकै नै उत्कृष्ट स्पाइक गरेका छन् फर्स्ट टाइम आउट क्रस कोर्ट स्पाइक गरेका छन् अङ्क दिइरहेका छन् परिवर्तन नभएकालाई क्रस कोर्ट स्पाइक गरेका थिए सुशील परवीन शङ्कर आउटको बल थियो तर जर्सी नम्बर 2 सर्भिसमा सुशील उत्कृष्ट निकै नै उत्कृष्ट स्पाइक थियो र डिफेन्स जुन प्रकारले जसका लागि उनी चिनिन्छन् त्यही गरेका छन् निकै नै उत्कृष्ट स्पाइक शेरबहादुर गणेश उत्कृष्ट शेरबहादुर ओली डिफेन्समा पनि निकै नै प्रभावकारी ओमचन्द्र ब्लकआउट ओमचन्द्रले जति पनि प्रहार गरेका छन् कुनै पनि बल मिस भएको छैन ब्लकआउट गरेका छन् किल स्पाइक गरेका छन् अङ्क परिवर्तन गाउँपालिका दिवस ब्लकआउट गर्न चाहन्थे ओमचन्द्र तल बाहिरिएको छ विराज जर्सी कृपया बल मैदानमा नफालिदिनु होला दिवस ओली गणेश प्लेसमेन्ट गर्न चाहन्छ अङ्क दुरी छोट्याएको छ अब मात्र 1 अङ्कको अग्रता विराट सर्भिसमा सुशील कुन प्रकारले उनले बल बचाए यहाँ राम्रो र्याली चलिरहेको थियो सर्भिसमा जर्सी नम्बर 7 गणेश अब भने दुवै टिममा गर्मी भइसकेको छ फम्बल भएको छ ओमचन्द्र निकै नै उत्कृष्ट स्पाइक परवीन डाङ्गे आफ्नो टिममेटसँग रिसाउँदै जुन प्रकारको उनले मेहनत गर्छन् अपेक्षा उनीबाट सबैबाट त्यस्तै मेहनत हुन्छ तर भइरहेको छैन निर्मल ओमचन्द्र अन्तत यो र्याली फिनिस गर्नेछन् उत्कृष्ट स्पाइक शेरबहादुर ओली एकैछिन मुडमा आइसकेका छन् अब 7 गणेश अङ्कको अग्रता परिवर्तन गाउँपालिका 4 सँग दिवस परवीन डाङ्गे कुन प्रकारले बल कटाएका छन् उत्कृष्ट निर्मल ओली शेरबहादुर ओलीको स्पाइकको रिप्लाई दिएका छन् उनले र यो टाइम आउट कुरेलीबाट टाइम आउट सिकिएको छ शेरबहादुर ओली उत्कृष्ट स्पाइकको प्रयास थियो ओमचन्द्र निकै नै छरीको तेस्रो सेटमा निकै नै प्रतिस्पर्धा दिएको थियो परिवर्तन गाउँपालिका 1ले र आफ्नो
फेभरमा जित हात पारेको थियो। तर यो चौथो सेटमा सुरुवाती अवस्थामा केही उत्कृष्ट उनले त प्रयास गरिरहेका छन्। जर्सी नम्बर 2 नरेश रोका मगर प्रहार गरेका छन् उनले लगातार। तारिफ गर्ने खेलाडी जर्सी नम्बर 2 नरेश रोका मगर जुन प्रकारले उनले स्पाइकहरू गरेका छन्। परिवर्तन 4 जस्तो बलियो प्रतिद्वन्दी विरुद्ध ओम चन्द्र जम देख्न सक्छौँ हामी कति माथि गएर प्रहार गर्छन् उनले। सर्भिसमा उनी जर्सी नम्बर 1 स्कोर 6 अङ्कको अग्रता परिवर्तन गाउँपालिका 4 सँग 14 8। स्पाइक गरेका छन् जर्सी नम्बर 6 सुनिल पुन। निकै नै उत्कृष्ट स्पाइक ब्लकरहरूले कुनै पत्तो नै पाउन सकेनन् कहाँबाट उनले प्रहार गरे। सर्भिसमा जर्सी नम्बर 5 परविन नागी। अब भने अङ्क दूरी छट्याइसकेको छ। परिवर्तन गाउँपालिका 1 मात्र 4 अङ्क बनाएको छ। 6 अङ्कको दूरीलाई स्कोर रहेको छ 14-10। निर्मल उत्कृष्ट स्पाइक ब्लक आउट गरेका छन्। स्कोर 5 अङ्कको अग्रता बनाएका छ। परिवर्तन गाउँपालिका 4 स्कोर 15-10। कृपया स्वयंसेवक साथीहरू समर्थकहरू यो खेल भइरहेको बेला मैदानभित्र बल नफालिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। निर्मल ओली निर्मल बुढा स्पाइकको कुनै जवाब छैन। तारिफ गर्ने शब्द भेटेन। बुझिनँ मैले। बुझाइदेऊ कसैले कुन शब्दले तारिफ गरौँ उनको यो स्पाइकको। स्कोर 11-15। सर्भिसमा जर्सी नम्बर 2 नरेश रोका मगर उत्कृष्ट जर्सी नम्बर 6 विनीत लाल। सर्भिसमा जर्सी नम्बर 4 निर्मल उत्कृष्ट निकै नै उत्कृष्ट स्पाइक गरेका थिए। ब्लकहरू साइड आउटको दिशामा गइरहेको थियो। यहाँ भने अङ्क दिलाएका छन्। शेरबहादुरको हातबाट स्पाइक हुनु अनि अङ्क नआउनु यो बिरङ्ग हुन्छ। शेरबहादुर ओली गरिरहेका छन् परिवर्तन गाउँपालिका 1 सुशील अब भन्ने लयमा आइसकेको छ। शेरबहादुर उनको हातबाट बल प्रहार हुनु अनि अङ्क नआउनु। अब 3 अङ्क मात्रै बनाइसकेको छ दूरी। बराबरी गर्न चाहन्छ। दोस्रो सेट जित्न चाहन्छ। त्यसपछि गणेश शेरबहादुर र गणेश निर्मल उत्कृष्ट गरेका छन्। अन्त्यसम्म यही पर्फर्मेन्स जारी राख्नुपर्नेछ उनले। गोविन्द ओली प्रेसरमा आएका छन्। उनले टाइम आउट लिएका छन्। 14-16 अङ्क दादा। अब सर्भिसमा 14-16 अङ्क रहेको छ। 2 सेट परिवर्तन गाउँपालिका
4 ले हात पारेको छ। 1 सेट परिवर्तन गाउँपालिका 1 विनित ब्लक भएका छन् उनी पनि। शेरबहादुर अगाडि छन् बल क्रस गर्ने कसरी गणेश लाइनमा भाइलेन्स भएको छ। अब कम्ब्याक गरेको छ कुरेली। सर्भिसमा जर्सी नम्बर 6 उत्कृष्ट कम्ब्याक गरेको छ कुरेली। अब परिवर्तन गाउँपालिका 1 जर्सी नम्बर 8 आउट। जर्सी नम्बर 3 इन। गणेश उत्कृष्ट गरेको छ। शेरबहादुर फ्रन्ट लाइनमा छन्। तपाईँले यहाँ सक्नुहुन्न पर्यो। निकै उत्कृष्ट डिफेन्सको नमुना देखाएको थियो परिवर्तन गाउँपालिका 1। अब अङ्क बराबरी गरेको छ परिवर्तन गाउँपालिका 4 17 अङ्कको बराबरी। उत्कृष्ट स्पाइक थियो तर बल बाहिरिएको छ। यो समयमा यस्तो गल्ती अचम्मै भएको छ। सर्भिसमा सन्तोष दिवस शेरबहादुर फ्रन्ट कोर्टमा भएपछि सब तोस्न सकिरहेका छन् तर दुर्भाग्य उनले अब ब्याककोर्टमा जाँदैछन्। आउटसाइडबाट हिट गर्ने पनि उनको क्षमता रहेको छ। सर्भिस गणेश ब्लक आउट गरेका छन्। निकै टाढा प्रहार गरेका थिए। फर्स्ट रेफ्री पशुपति घरतीको इसारा ब्लक आउट भइसकेको छ। अङ्क परिवर्तन 4 लाई स्कोर 19-18 कम्पिटेटिभ भएको छ। फाइनल खेल फाइनल जस्तै भएको छ। अब कुनै बेला 16 अङ्कको अग्रता थियो परिवर्तन गाउँपालिका 4 सँग। दिवस एग्रेसिभ हुन पुगे। पावरफुल स्ट्राइक गर्न चाहन्थे तर नेटमा प्रहार गरे। अङ्क 19 बराबर। सर्भिसमा दिवस ओली उत्कृष्ट डिफेन्स स्पाइक त्यतिकै राम्रो त्योभन्दा उत्कृष्ट अब एक अङ्कको अग्रता लिइसकेको छ परिवर्तन गाउँपालिका 1ले। दबावमा छ परिवर्तन गाउँपालिका 4। फाइनल खेल फाइनल सेटसम्म जान्छ। यो के गल्ती गरे उनले ओमचन्द्र। यो चेन्ज नोटिस गर्नु 20 बराबर। निर्मल अब उनी फ्रन्ट कोर्टमा आइसकेका छन्। जर्सी नम्बर 7 जालीमा प्रहार गरेका थिए। अब कमजोरी 2 अङ्कको अग्रता बनाइसकेको छ। शेरबहादुर निराश छन्। जुन प्रकारको उनको सहकर्मीले प्रदर्शन गरिरहेका छन् उनले 6 अङ्कको लिड भेटाएका थिए र 1 अङ्कको अग्रता बनाएर गएका थिए तर
परवीन टोइलेट माई फेभरेट प्लेयर उनले तर लगातार 2 पटक गल्ती गरे उनले तनावपूर्ण स्थितिमा अब गल्ती गर्ने छैन यो प्रकारको स्ट्राइक गरेका थिए निर्मल कौन चल रहा यहाँ रेफ्रीको यो डिसिजनसँग सहमत छैनन् परिवर्तन गाउँपालिका 1 प्रोटेस्ट गरिरहेका छन् रेफ्री भने अङ्क दिइसकेका छन् परिवर्तन गाउँपालिका 4 लाई सर्भिसमा जर्सी नम्बर 7 निकै नै कम्पिटिटिभ बनेको यो सेट अब भने म्याच पोइन्टमा छ परिवर्तन गाउँपालिका 4 गणेशको यो सर्भिस विराजको डिफेन्स र नेटमा प्रहार गरेसँगै परिवर्तन गाउँपालिका 4 गोल्ड मेडल विजेता बनेको छ र तेस्रो संस्करण लगा म छुट्टै क्या भिडियोमा ल आउनुहोस् हाइलाइटमा तपाईँलाई नै राखिदिउँ ल भाइ पनि राखिदिनु पऱ्यो लास्टमा